सबैजना साथीहरूलाई म आज तपाईँहरूलाई जो नेपालमा बस्नुहुने साथीहरूले होइन यदि कुनै देश जान चाहनुहुन्छ भने तपाईँले काठमाडौँ धाइराख्नुभन्दा काठमाडौँ धाउने पैसाले 100 रुपियाँको रिचार्ज लगाएर घरमै बसी बसी तपाईँले काठमाडौँको होइन एजेन्टसम्म तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र यो चाहिँ गुगलबाट यसरी प्रोभाइड गरिन्छ कि तपाईँले होइन मात्रै तपाईँको हातमा चाहिँ डाटा हुनु पर्यो। डाटा भइसकेपछि तपाईँले अब नेट गुगलमा गएर चाहिँ सर्च गर्नुपर्ने हुन्छ। भिडियोलाई कस्तो लाग्छ, यदि भिडियो राम्रो लाग्यो भने प्लिज भिडियोलाई एक लाइक गरेर कमेन्ट गरेर सेयर गर्नु नबिर्सिनु होला। अब भिडियोतर्फ लागौँ है त। फर्स्ट अफ अल त तपाईँहरूले तपाईँहरूको मोबाइलको गुगलमा जानुहोस्। गुगलमा गएपछि अब यस्तो प्रकारको इन्टरफेस देखाउँछ र यहाँ सर्च गर्नुहोस्। त्यहाँ देख्नुहुन्छ फाइन्ड जब डिओपी 2025। अब यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ फरेन जब सर्च। अनि त्यसपछि मुनि आउनुभयो भने त्यहाँ मेरो फेसबुकको पनि पेज देख्न सक्नुहुन्छ र मैले अस्ति त्यहाँ एउटा भिडियो बनाएको थिएँ, त्यो भिडियो पनि तपाईँले देख्न सक्नुहुन्छ। अनि त्यसपछि यो होम डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्ट भन्ने यहाँ तपाईँले यहाँ पनि सर्च गर्न सक्नुहुन्छ। अब तपाईँले खासमा जानुपर्ने भनेको फरेन जब सर्च भन्ने ठाउँमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईँले यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ। यस्तो प्रकारको इन्टरफेस देखाएको हुन्छ र यो प्रकारको इन्टरफेस देखाउँदाखेरि तपाईँले महिला पुरुष के हो सेलेक्ट गर्नु। सेलेक्ट गरिसकेपछि म पुरुष सेलेक्ट गर्छु। अनि यसपछि यो सेलेक्ट भन्ने कन्ट्रीमा म कन्ट्री सेलेक्ट गर्छु र अनि यो मुनि चाहिँ र सर्चिङमा क्लिक गर्नु। अब जस्तै अब म पुरुष भएको कारणले गर्दाखेरिमा म पुरुष सेलेक्ट गरेँ। अनि त्यसपछि कन्ट्री सेलेक्ट गरेँ। कन्ट्री मैले मलेसियाको सेलेक्ट गरेको छु। अनि सर्चमा गरेपछि यस्तो प्रकारको इन्टरफेस देखाउँछ है त। यो प्रकारको इन्टरफेस देखाएपछि अब तपाईँले यहाँ मजाले बुझ्न सक्नुहुन्छ कुन कुन कम्पनीबाट कस्तो कस्तो खालको चाहिँ र डिमान्ड आएको छ मजाले हेर्न सक्नुहुन्छ है त। यो कम्पनीहरूको नाम हो। अनि त्यसपछि यो कहिले आएको, कति बेला आएको, यो सबै पुरा फुल्ली डिटेलली हेर्न सक्नुहुन्छ। यो मात्रै होइन, यहाँ तपाईँले मुनि गएर यहाँ टिक लगाएको छ नि, रातो टिक छ नि त, 1 2 3 4 यो टिक लगाएको छ नि त। यो टिक लगाएको ठाउँमा तपाईँले हेर्न सक्नुहुन्छ कतिवटा कम्पनीबाट कुन कुन डिमान्ड आएको छ होइन। यो चाहिँ मलेसियाको हेर्दैछु, त्यही भएको कारणले गर्दाखेरि तपाईँले पार्ट 1 पार्ट 2 पार्ट 3 यहाँ सबै त्यो डिटेल हेर्न सक्नुहुन्छ। अब जस्तै 1 देखि लगेर होइन अहिले 2 3 यसरी क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि तपाईँले मजाले घरमै बसी बसी तपाईँले कुन जबमा जाने, कुन कन्ट्रीमा होइन एभाइलेबल छ त्यसको लागि घरमै बसी बसी तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। जस्तै म अब एउटा यहाँबाट चाहिँ यो जुन धर्का तानिया छ यो धर्काभित्र चाहिँ तपाईँले डिटेल हेर्न सक्नुहुन्छ। कुन कुन कम्पनीबाट कहिले चाहिँ र डिमान्ड गएको छ होइन त्यो डिटेल हेर्न सक्नुहुन्छ। यो डिटेल हेर्दाखेरिमा तपाईँलाई होइन कन्फर्म हुन्छ कि अझै त्यो भित्र कन्फर्म हुनको लागि तपाईँले त्यहाँ लोकेसन नम्बर दिएको हुन्छ र तपाईँले फोन नम्बर पनि दिएको हुन्छ। त्यो फोन नम्बरमा तपाईँले गएर क्लिक गर्न सक्नुहुन्छ। यो भिडियो यति इम्पोर्टेन्ट छ कि सबैजना साथीहरूले एकदमै सेयर पनि गर्नु होला भन्न चाहन्छु। किन भन्दाखेरिमा भिडियो एकदमै इम्पोर्टेन्ट छ। अनि म अब यहाँ चाहिँ र अब एउटा कम्पनीको जस्तै भ्यू गर्न गइरहेको छु। कम्पनीको नाम छ तेरास गार्ड एसडिएन बिएसडीमा चाहिँ तपाईँको यो एउटा फुल्ली डिटेल देखाउन गइरहेको छु। अब कम्पनी कस्तो छ त्यो मलाई थाहा भयो नि त, तपाईँहरूलाई चाहिँ फर इक्जाम्पलको लागि चाहिँ र म यो डिटेल देखाउन गइरहेको छु है त। अब यसरी यस्तो प्रकारको इन्टरफेस देखाउँछ। यो प्रकारको इन्टरफेस देखाउँदाखेरिमा तपाईँले अब यसमा तपाईँले सबै चिज देख्न सक्नुहुन्छ। जस्तै यो कम्पनीको डिमान्ड कहिले गएको होइन, यो कम्पनीको डिमान्ड कहिले गएको यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि यसलाई चाहिँ र अब कन्ट्याक्ट कहाँ गर्ने, यो चाहिँ र कम्पनीको मेन पावर हो होइन, जस्तो मेन पावरको नाम। अनि त्यसपछि 1700 बेसी सेलेरी यहाँ देखाएको छ। अनि त्यसपछि यो तपाईँको अहिले 43 जनाको डिमान्ड गएको रहेछ है त, 43 जनाको डिमान्ड गएको रहेछन्। अनि त्यसपछि अब तपाईँले कसलाई कन्ट्याक्ट गर्ने, यो कन्ट्याक्ट गर्ने नम्बर यहाँ यसरी देखाएको हुन्छ। यसरी कन्ट्याक्ट नम्बर देखाएपछि
फुल्ली डिटेलमा तपाईँले यसरी देख्न सक्नुहुन्छ। घरमै बसी बसी यो कुराहरू देख्न सक्नुहुन्छ। किन काठमाडौँ आउनको लागि चाहिँ तपाईँले होइन बेबजा 5,000 6,000 खर्च गरेर काठमाडौँको वाइफाईलाई किन तपाईँ पैसा बर्बाद पार्नुहुन्छ होइन। यसरी नै तपाईँले हर चिज देख्न सक्नुहुन्छ है त। अब तपाईँहरूले यति गरिसकेपछि तपाईँहरूलाई के जस्तो लाग्छ त होइन, काठमाडौँ जानुपर्छ या घरमै बसेर तपाईँको भिजा एप्लाई गर्न सक्नुहुन्छ। तपाईँले घरमै बसेर होइन कन्फर्म गरिसकेपछि त्यहीबाट नै मलाई एप्लाई गरिदियो अनि त्यसपछि इन्टरभ्यूमा बोलाउन भनेपछि तपाईँले इन्टरभ्यूमा मात्रै आउन सक्नुहुन्छ। अब प्रक्रिया यही हो साथीहरू, सबैजनाले सेयर गर्नुभयो भने एकदम सजिलो उपाय छ है त।